हेलो गाइज सबैजनालाई मेरो भिडियोमा स्वागत गर्दैछु। म एकता आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै। र आज हाम्रो चाहिँ जुठो परेको छ बडेमा खस्नु भएको लागि हामी आज गाउँतिर हिँडेका। आज 10 दिन उतै खाने हो खाना। बहुत दिनको बादमा आज हामीले निमक खाने। सो सबै फ्यामिली मिल्छौँ, सबै दिदी बहिनी चेलीबेटी सबैजना आउनुभएको छ। सो हाम्रो फ्यामिलीसँग पनि त हजुरलाई भेट गराउँछु। अब जाउँ हामी, अब उहीँ गएर भेट हुन्छ। हेरिरहनु होला भिडियो एन्डिङसम्म। हामी पनि आइपुग्यौँ अनि यता हाम्रो बडेमाहरू अनि दिदीहरू र साथै माइजूहरू पनि यहाँ धुना टपरी कसिरहनु भएको छ। सबैलाई नै थाहा छ धुना टपरी बिना त हाम्रो गोर्खालीको सबै थोक कार्य नै अधुरो छ जस्तो लाग्छ मलाई चाहिँ। अब हामीलाई जुन चाहिँ सिकाउनुहुन्छ हाम्रो बडेमाहरूले धुना टपरीको कुरा साह्रै राम्रो लाग्छ। हाम्रो कुप्रा हजुरआमाहरूले जुन चाहिँ हाम्रो लागि छोडेर जानुभएको संस्कृति सिकाएर जानुभएको, हामी हाम्रो पौराणिकलाई छोडेर जुन मोडर्निज्मलाई जुन चाहिँ एक्सेप्ट गर्छौँ नि, त्यो चाहिँ खासै पनि ठिक होइन जस्तो लाग्छ। हेर्नुहोस् सबै त अर्ग्यानिक, भात पनि अर्ग्यानिक, सिन्का पनि बाँसबाट बनिएको अर्ग्यानिकबाट यति राम्रो। आज 10 दिनको खानाको तयारी यता भइरहेको छ, देखिरहनु भएको छ। सागहरू सबै त घरको बारीकै हो। यहाँ गाउँ जग्गामा त्यही छ राम्रो, सबै त घरबाटै उठायो ल्यायो बनायो खायो। हेरिरहनु होला 10 दिनको दिन तीमाथि यता हेर्नु साध्नु हुँदैछ रबाबटेङ्गा। के भन्नु आसामिजमा रबाबटेङ्गा, अब नेपालीमा के हो थाहा छैन। आहा जिब्रोबाट पानी चुइसक्यो होला, के भन्नु। तपाईँहरू भिडियोमै इन्जोय गर्नु होला। यता हाम्रो भाउजू यता पकाइरहनु भएको छ सब्जी। अनि आज चाहिँ 10 दिन मजाले खाने हो। बहुत दिनको निमक नखाएको आज मजाले खाने हो। अब जो सबै चाहिँ देखाउन मिलेन हजुरहरूलाई। खानासाना खाएर हामी पनि आयौँ घरतिर। अनि आज फेरि जान लागेका, आज 11 दिन। अब उहीँ गएर भेट हुन्छ हजुरहरूसँग। अनि हामी पनि यता आइपुग्यौँ। अनि यता चाहिँ गुरुजीले अब थाल्नु हुँदैछ कामहरू, आज 11 दिनको कामहरू। अनि दिदीहरू काकीहरू पनि यता काम गर्नु हुँदैछ आफ्नो। हाम्रो गोर्खालीहरूको कति धेरै नियम हुन्छ हजुरहरूलाई थाहा नै छ। हिजो 10 दिन निमक खाइहाल्यौँ, आज 11 दिन हामीलाई कसले भेट्ने। त्यही लागि हामी जुन घरमा बडेमा खस्नुभएछ त्यो घरबाट अलिक पर गएर तिनीहरूले बसेर दिदी बहिनी केटाकेटी भाउजू काकी सबै मिलेर यता रबाबटेङ्गा हामी गुसाउँदैछौँ। अब चाहिँ हामी यहाँ रबाबटेङ्गा खाने हो एकदम मजा पाराले। तीमाथि भोट जलकिया तपाईँहरू आफै सोच्नुहोस् कति टेस्टी होला होइन। यता हेर्नु दिदीहरू एकदम माने पुरा खानको तयारी हुँदैछ यहाँ। अब तीमाथि के भनौँ, अब भनिसक्नु छैन, जिब्रोको पानी पनि सोच्दैखेरि गिर्छ। अब हेर्नुहुँदैछ दिदीहरू पनि बहिनीहरू सबैजना यहाँ भेला भएर हामी यो खुल्ला आसमानको तल कसैले हामीलाई केही भन्ने छैन त्यहाँ बसेर अब हामी खान्छौँ। हजुरहरूले चाहिँ यी भिडियोदेखि नै इन्जोय गरिरहनु होला। के भन्नु, यस्तो सँगै बसेर खाएको त मजा नै बेलेग छ होइन। तीमाथि यस्तो भोट जलकिया धनिया एकदम हानेर के भन्नु भने एकदम शब्द छैन मसँग। आहा भिडियो हेर्दै भने मन खुस हुने खालको। यति चेलीबेटी सबै मिलेर यसरी बाटोमा बसेर खाएको त साँच्चै नै एउटा मेमोरी हुन्छ। त्यही लागि म यो अलिक क्याप्चर गर्दैछु अनि पछि यसलाई हेर्न सकिन्छ हामी होइन। त्यही लागि युट्युबमा हेर्छु, हजुरहरू सबैले मन पराइदिनु होला प्लिज। मजाले जिब्रो पड्काइ खाएर आयौँ। आज चाहिँ अब 11 दिनको काम सकिन लागेको छ यहाँ। अब जाने हामी खोचा बगाउन, छेउमा नदी छ, हेरिरहनु होला। आज 11 दिनमा धेरै नै काम हुन्छ। त्यही लागि आज अब एक खोजा बगाउन सबै हिँड्यौँ, दिदी बहिनी चेलीबेटी जति पनि पाहुना आउनुभएको सबैजना हिँड्यौँ। नदी पनि छेउमै छ हाम्रो ब्रह्मपुत्र नदी। अनि अब हामी वहाँ गएर खोचा बगाउँछौँ।
अब यहाँबाट हिँडेका धेरै होइन, यहाँबाट आधा किलोमिटरदेखि हिँड्यो भने हामी नदी भेट्छौँ। अब हेरनु होला, हजुरहरूलाई पनि लिएर जाँदैछु हाम्रो छेउको ब्रह्मपुत्र नदीमा। अन्तिमसम्म प्लिज हेरिरहनु होला हजुरहरूले। गाउँको नाम चाहिँ 3 नङ बर्मुडा हो। यहाँ बर्मुडा मात्रै छ, यही हो हाम्रो यहाँको गाउँ र लास्ट एन्डिङ गाउँ भन्दा पनि हुन्छ। यहाँबाट केही छैन। अनि हामी पनि आइपुग्यौँ ब्रह्मपुत्र, यही हो ब्रह्मपुत्र। अब यिनी हामी आजको कार्यक्रम जुन चाहिँ छ हाम्रो खोचा बगाउने यी गर्छौँ। अनि हजुरहरूलाई पनि सेयर गर्छु। अब हजुरहरूले चाहिँ हेरिरहनुलाई हेर्नुहोस् कति राम्रो प्राकृतिक सुन्दर छ। नदी छेउमा हुनको सुविधा यही छ, पानीको सुविधा, त्यही लागि राम्ररी खोचा बगाउन सकिन्छ। अब हजुरहरू एन्डिङसम्म हेरिरहनु होला हाम्रो यता चाहिँ कस्तो के चल्छ नियमहरू। गाउँमा हुर्किबढी ठुला भएका अनि यस्ता नाउँहरू पनि चलाएर कति कता कता जान्थ्यौँ। तर अहिले चाहिँ निकै वर्ष भएछ गेप भएको, त्यही लागि अलिक डर लाग्दो रहेछ। तर पनि आज नाउँमा बसेर भिडियो चाहिँ बनाएँ अब मैले। हामी भान्जी उसलाई पनि रहर लाग्यो नाउँमा चढेर भिडियो फोटोमा खिच्ने त गरिन् उसले पनि। अनि हाम्रो सानसाना भाइ बहिनी सबैजनाले अब नदेखेको वस्तु देख्दाखेरि सबैलाई रहर लाग्छ। अनि पिताले चलाउनु भयो नाउँ, अलि भिडियो मैले पनि बनाएँ। अब गाना एकदम कुछ रूपा आश्रम थे मैं आते थे तो वो पहले शाम क्या लगने लो चला पूजा करते हैं। अनि यता चाहिँ खोचा पकाउने त्यही लागि नियमहरू चल्दैछ। अब खोचा जुन चाहिँ पकाउने अगाडि जुन चाहिँ दुनाहरू सानसाना राखेर त्यसको माथि के राख्ने हो थाहा छैन, त्यही गरिराख्नु भएको छ। हजुरहरूले भिडियो हेर्नुभयो भने हाम्रो गोर्खालीले त बुझिहाल्नुहुन्छ के हो के होइन होइन। अनि यता सबैजनाले गर्नुपर्छ अरे भनेर यता सबैजना गर्नुभएछ। हाम्रो दादा चाहिँ गल्नु भएर एकछिन बस्नु भएछ, दादाले गरिसक्नुभयो। अनि सबैजना फ्यामिली मेम्बर जति पनि पाहुना आउनुभएको सबैले गर्नुहुँदैछ। त देखिरहनु भएछ हजुरहरूले। भिडियो चाहिँ स्किप नगरी एन्डिङसम्म प्लिज हेरिरहनु होला। हाम्रो यति सुन्दर परिवेशमा आएर प्राकृतिक सौन्दर्यको मजा लिँदै हाम्रो आजको यहाँ कार्य गर्ने कामहरू गर्दैछौँ। फाइदा चाहिँ यही हो, नदी सामने हुनको लागि हामीलाई खासै कष्ट चाहिँ छैन। देख्नुहुँदैछ तपाईँहरूले दिदीबहिनी सबैजना यहाँ थापिरहनु पर्छ दुनाहरू। जन्म मृत्यु कसले भन्न सक्छ र आज हाम्रो बडामा निधन भएको पनि आज 11 दिन भइसक्यो। उहाँको नाममा खोचा बगाउने प्रस्तुति जुन चाहिँ काम हुन्छ हाम्रो नीति नियम त्यो चलिरहेको छ, हजुरहरूले देखिरहनु भएछ। अनि अब यता अलिकति भिडियो स्पिडमा गर्दैछु, धेरै लामो हुने पर्यो भनेर हेरिरहनु होला हजुरहरू। अब आजको 11 दिनको खोचा बगाउने नियम पनि हामीले ब्रह्मपुत्रमा सम्पन्न गर्यौँ। अब लाग्नु पर्यो फेरि घरतिर। हेलो गाइस, यहाँ हाम्रो नयाँ भ्लगर हुनुहुन्छ हाम्रो विराज उपाध्यायज्यू। यता यहाँको च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। च्यानलको नाम चाहिँ छैन, च्यानलको नाम चाहिँ छैन। अब यी मान्छेले के गर्छ म जान्दिनँ। युट्युबको नाम पनि छ है मेरो, तपाईँको युट्युब छ? के नाममा छ भन्नुहोस् त? लो युट्युब छ अरे गाइज, तर यिनको चाहिँ युट्युबको नाम चाहिँ भुले अरे। कस्ता युट्युबर हुनुपर्छ तपाईँ आफै भन्नुहोस् त।